हेलो साथीहरु, वेलकम टु माई मिनी ब्लग। अनि मिनी ब्लग चाहिँ कहाँको भन्नुहुन्छ भने पहाडको क्या। अहिले चाहिँ म पहाड आएको छु नि त, त्यही भएर पहाडको मिनी ब्लग हो। अनि आज चाहिँ शनिबारको दिन थियो, अनि त्यही भएर म र मामाले चाहिँ सुरुमा गएर आलुहरू खन्यौँ। अनि त्यसै म र मामा खोटाङ बजार लाग्यौँ, किनभने शनिबारको दिन खोटाङमा बजार लाग्छ भन्ने खोटाङवासीहरूलाई सबैलाई थाहा छ होइन। त्यहाँनिर चाहिँ लोकल प्रडक्टहरू हुन्छ होइन, बेच्न ल्याउनुहुन्छ। तर म चाहिँ किन गएको थिएँ भन्दा खासमा नाङ्लो लिन गएको थिएँ। अनि यता मधेसतिर त्यति धेरै राम्रो पाउँदैन नि त। अनि त्यहाँनिर चाहिँ चोयाले बुनेको कस्तो दामी बोर्डर पनि चोयाले नै बुनेको हुन्छ क्या। बोर्डर भन्छ के भन्छ मलाई त्यति थाहा भएन, तर त्यही भन्छ जस्तो लाग्छ। अनि त्यही भएर मामाले चाहिँ माथिको मामाले चाहिँ अगाडि नै किनिसक्नु भएको थियो। अनि त्यही भएर म चाहिँ यसो डुल्न जान्छु भनेर म चाहिँ भगवती थानतिर डुल्न गएको थिएँ। अनि कस्तो दामी लाग्यो, कति राम्रो लाग्यो। अनि 1 बजेपछि चाहिँ त्यहाँनिर भाइ बहिनीहरूको ब्रेक भएर अनि त्यहाँ आइरहेको थियो क्या टुडी खेलमा। हिँड्दै 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 डुम्रेतिर लागेँ, किनभने मेरो भाइ डुम्रेमा पर्छ नि त। अनि भाइको 4 बजेतिर छुट्टी हुन्छ। अनि म चाहिँ बिस्तारै बिस्तारै हिँडेँ, किनभने अब मधेसमा त सम्म हुन्छ नि त। अनि यहाँ चाहिँ उकाली ओह्राली कस्तो कस्तो बाटो हुन्छ, तर तलतिर झर्दा त ओह्राली नै हुन्छ। अनि त्यही भएर अनि बिस्तारै बिस्तारै झर्दै थिएँ, अब किनभने बानी हुनुपर्छ नि त जहाँ पनि। अनि मैले चाहिँ बानी छैन। अनि त्यही भएर भाइको 4 बजे छुट्टी हुन्थ्यो। अनि मैले भाइलाई पर्खेँ एकछिन, आधी घन्टा जति पर्खेँ। अनि भाइको पनि छुट्टी भयो। अनि भाइ र म उसको साथी गफ गर्दै गर्दै अनि झऱ्यौँ। अनि त्यो फुलको चाहिँ त्यसको तलको भागको चाहिँ यस्तो चक्का गाडी बनाउनु मिल्दो रहेछ नि त। अनि उसले बनाउँदै मलाई देखाउँदै थियो क्या, दिदी हेर्नु त भन्दै। अनि त्यही भएर हामी गफ गर्दै गर्दै आइपुग्यौँ। अनि यहाँ चाहिँ आइपुग्यौँ त्यहाँनिर बाटोमा। अनि हाम्रो चाहिँ अलिकति भित्र पर्छ नि त यो चाहिँ बाटो भयो। अनि त्यस पछाडि भाइरमा पनि गफ गर्दै गर्दै आइपुग्यौँ। अनि तपाईँलाई यो फुल मनपर्छ होइन दिदी, तपाईँलाई म टिप्दिउँ भन्दै थियो, मलाई नटिप्देऊ भने। अनि त्यस पछाडि हाम्रो मामालाई आइपुग्नुभन्दा अलिकति चाहिँ अगाडि चाहिँ खोल्सा छ नि त। अनि खोल्सामा म र भाइ चाहिँ गफ गर्दै गर्दै जाँदै थियौँ। अनि ठिक्क हाम्रो आमाले पनि आमा भन्नाले मतलब बोजू हो, मम्मीको मम्मी, तर म चाहिँ आमा नै भन्ने बानी भएको सानैदेखि, त्यही भएर म आमा नै भन्छु। अनि हामीलाई रुँगेर बसिराख्नु भएको रहेछ। अनि अगाडि नै लिन आएर हेरिराख्नु भएको रहेछ। अनि त्यस पछाडि यो चाहिँ हो मेरो मामाको घर। तपाईँहरूलाई मन पऱ्यो कि मन परेन मेरो मिनी ब्लग, लाइक कमेन्ट सेयर सबै गरिदिनु होला है त। हस् त, धन्यवाद।